प्यारा विद्यार्थी, यहाँहरूलाई नेपाली गुरुबा च्यानलमा हार्दिक स्वागत छ। यस च्यानलमा विद्यालय तहका नेपाली विषयसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित भई चर्चा गरिन्छ। आजको यस बसाइमा कक्षा 12 को बोर्ड परीक्षामा अनिवार्य नेपाली विषयका प्रश्न नम्बर 6 र 7 का समस्याको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा चर्चा गरिनेछ। आउनुहोस् विषयवस्तु सुरु गरौँ। प्रश्न नम्बर 6 मा शब्द निर्माणसँग सम्बन्धित प्रश्न सोधिनेछ। यस प्रश्नमा प्रश्न नम्बर क र प्रश्न नम्बर ख गरेर दुईवटा प्रश्न सोधिनेछन्। ती मध्ये तपाईले ती क र ख नम्बरका प्रश्न मध्ये कुनै एउटा प्रश्नको मात्र उत्तर दिनुपर्नेछ। यदि तपाईले दुवै प्रश्नको उत्तर दिनुभयो भने दुवै प्रश्नको उत्तर परीक्षण गरिने छैन। कुनै एउटा प्रश्नको मात्र उत्तर परीक्षण गरिनेछ। त्यसैले यसमा तपाईले क र ख दुवै प्रश्नको उत्तर लेखेर बढी अङ्क आउँछ भन्ने भ्रमबाट मुक्त हुनुहोस्। जसमा प्रश्न नम्बर क अन्तर्गत यहाँ कुनै एउटा अनुच्छेद दिएको पनि हुन सक्छ अथवा अनुच्छेद नदिकन कुनै निर्देशन गरेर प्रश्न सोधिएको पनि हुन सक्छ। जस अन्तर्गत तपाईलाई यसमा दुईवटा विकल्प हुन्छन्। एउटा विकल्प के हुन्छ भने कुनै तीनवटा उपसर्ग दिएर त्यसबाट शब्द बनाउन लगाउन पनि सकिन्छ, अथवा कुनै तीनवटा सँगसँगै कुनै तीनवटा प्रत्यय दिएर ती प्रत्यय लगाएर तीनवटा शब्द बनाउन लगाउन पनि सकिन्छ। अथवा त्यसरी दिएन भने यदि उपसर्ग र प्रत्यय दिएर शब्द निर्माण गर्न लगाएन भने उपसर्ग र प्रत्ययको योगले बनेका कम्तीमा 4 वटा उपसर्ग व्युत्पन्न शब्द र 4 वटा चाहिँ प्रत्यय व्युत्पन्न शब्द भएको अनुच्छेद दिएर त्यस अनुच्छेदबाट कम्तीमा पनि 3 वटा उपसर्गबाट बनेका शब्द र 3 वटा प्रत्ययबाट बनेका शब्द पहिचान गरेर त्यसको निर्माण प्रक्रिया देखाउन लगाइन्छ। यस प्रश्नको उत्तर लेख्दा अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेर बनेका 3-3 वटा शब्द पहिचान गरी बनोट समेत देखाएर शुद्धसँग लेखेको अवस्थामा प्रति शब्द 0.5 अङ्कका दरले 3 अङ्क प्रदान गरिन्छ। यसमा यसरी बनोट समेत देखाएको अवस्थामा शुद्ध लेखेको अवस्थामा तपाईले 0.5 अङ्कका दरले 3 अङ्क प्राप्त गर्नुहुन्छ। तर यसमा एउटा कुरा चाहिँ तपाईले के याद राख्नुपर्छ भने ती शब्दहरू तपाईले निर्माण गरेका शब्द हुन् अथवा तपाईले पहिचान गरेका शब्द हुन्, ती शब्द उपसर्ग लागेर बनेका शब्द हुन् कि प्रत्यय लागेर बनेका शब्द हुन्, त्यो कुरा भने स्पष्ट खुलाएको हुनुपर्नेछ। यहाँ याद गर्नुस्, विद्यार्थीहरूले धेरै त्रुटि गर्ने क्षेत्र भने के हुन सक्छ भने उपसर्ग लागेका शब्द भनेर चाहिँ माथि शीर्षक दिने अनि प्रत्यय लागेका शब्द टिप्पण गर्ने, अनि प्रत्यय लागेका शब्द भनेर शीर्षक दिने तलतिर चाहिँ उपसर्ग लागेका शब्द टिप्पण गर्ने। यो खालको समस्या विद्यार्थीहरूमा धेरै देखिन्छ। त्यही भएर एकदम सचेत भएर उत्तर लेख्नुहोस्। यदि त्यसरी लेख्नु, त्यसरी तपाईले शीर्षक एउटा र शब्द चाहिँ फरक प्रक्रियाबाट बनेका शब्द लेख्नु भने तपाईले अङ्क प्राप्त गर्नुहुन्न। त्यही भएर तपाईले जानेको कुरालाई नआत्तिकन बिस्तारै त्यसको उत्तर लेख्नुपर्ने हुन्छ। अब त्यस्तै प्रश्न नम्बर ख, प्रश्न ख अन्तर्गत चाहिँ 4 वटा समस्त शब्द र 4 वटा द्वित्व शब्द भएको एउटा अनुच्छेद दिइन्छ। त्यसबाट हामीले 3 वटा समस्त शब्द पहिचान गरेर त्यसको विग्रह गर्नुपर्ने हुन्छ र 3 वटा द्वित्व शब्द पहिचान गरेर त्यसको निर्माण प्रक्रिया देखाउनु पर्ने हुन्छ। यस प्रश्नको उत्तर लेख्दा अनुच्छेदबाट 3 वटा समस्त शब्द खोजी विग्रह गर्नु पर्यो र 3 वटा द्वितीय शब्द पहिचान गरेर सही तरिकाले निर्माण प्रक्रिया देखाउनु पर्यो। यसरी गरेको अवस्थामा प्रति शब्द 0.5 का दरले जम्मा 3 अङ्क प्रदान गरिन्छ।
यसमा पनि अघि प्रश्न नम्बर कमा भने जस्तै समस्त शब्द र द्वित्व शब्द भनेर तोकेको हुनुपर्नेछ। शब्द र तिनको निर्माण प्रक्रिया यसरी देखाउनुपर्छ। अब यहाँ पनि के छ भने ठ्याक्कै उल्टो हुने सम्भावना हुन्छ। शीर्षक चाहिँ समस्त शब्द भनेर दिने, तर द्वित्व चाहिँ त्यहाँ ल्याएर राख्ने, अनि द्वित्व शब्द भनेर शीर्षक दिने, समस्त शब्द ल्याएर राख्ने। यो भयो भने तपाईँको उत्तर गलत हुन्छ र तपाईँले अङ्क प्राप्त गर्नुहुन्न। त्यही भएर अत्यन्तै सचेत भएर उत्तर दिनुपर्ने हुन्छ। अब तपाईँले यहाँ प्रश्न नम्बर 6 को उत्तर लेख्दाखेरि के कुरामा ध्यान दिनु पर्यो भन्दाखेरि तपाईँले प्रश्न नम्बर क गर्ने या प्रश्न नम्बर ख गर्ने, त्यो कुरा प्रश्न हेरेपछि मात्र निर्णय गर्नु होला। अब यहाँ प्रश्न नम्बर 6 मा सोधिने प्रश्नका केही नमुना र त्यसको उत्तर कसरी लेख्ने भन्ने तरिका समेत हेरौँ। प्रश्न नम्बर 6 मा सोधिने नमुना प्रश्न भनिएको छ। यसमा प्रश्न नम्बर 6 कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेर स्पष्ट निर्देशन दिएकै हुन्छ। 3 अङ्कको हुन्छ। जस्तै कमा अनुच्छेदबाट उपसर्ग लागेका 3वटा र प्रत्यय लागेका 3वटा शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् भनियो। अब यहाँ एउटा अनुच्छेद दिएको छ, यहाँ उपसर्ग लागेका शब्द पनि छन्, प्रत्यय लागेका शब्द पनि छन्। यहाँ धेरै शब्दहरू छन्, त्यस्ता उपसर्ग लागेका पनि धेरै शब्दहरू छन्, प्रत्यय लागेका पनि धेरै शब्दहरू छन्। ती यहाँ भएको ती सबै शब्द तपाईँले पहिचान गर्नु पर्दैन। कुनै उपसर्ग लागेका 3वटा र प्रत्यय लागेका 3वटा शब्द पहिचान गरेर त्यसको निर्माण प्रक्रिया देखाए पुग्छ। त्यस्तै यदि तपाईँलाई क को गर्न कठिनाइ भयो, अब ख को गर्नुपर्ने भयो भने खमा पनि त्यस्तै एउटा अनुच्छेद दिएको हुन्छ। त्यो अनुच्छेदबाट चाहिँ समस्त शब्द 3वटा पहिचान गर्नुपर्ने हुन्छ र त्यसको विग्रह गर्नुपर्ने हुन्छ। अनि द्वित्व शब्द 3वटा पहिचान गरेर त्यसको निर्माण प्रक्रिया देखाउनु पर्ने हुन्छ। यदि तपाईँले क को चाहिँ उपसर्ग अनि ख को चाहिँ द्वित्व सजिलो छ यो गर्छु भनेर त्यसरी गर्नु भने तपाईँले अङ्क पाउनुहुन्न, कुनै पनि अङ्क पाउनुहुन्न। त्यसमा त्यस्तो अवस्थामा गरेपछि तपाईँले कि क कै दुईटा गर्नु पर्यो कि ख कै दुईटा गर्नु पर्यो। क को एउटा ख को एउटा गर्छु भनेर तपाईँले पाउनुहुन्न। यो किसिमको त्रुटि पनि विद्यार्थीहरूले गरेको पाइन्छ। अब यस्तो प्रश्नको यो अनुच्छेद सम्भवतः तपाईँले हेरि पनि सक्नुभएको छ, पढिसक्नुभयो। यसको उत्तर कसरी लेख्ने त भन्ने तरिकातर्फ जाउँ है त। अब यसको उत्तर लेख्दा तपाईँले क र ख मध्ये कुनै एक प्रश्नको उत्तर लेख्नुपर्छ भनेर मैले भनिसकेको छु। प्रश्न नम्बर 6 को क भनेर स्पष्ट लेख्नुहोस् यदि क को उत्तर लेख्दै हुनुहुन्छ। अब उपसर्ग निर्मित शब्द भन्नुहोस्, स्पष्ट शीर्षक दिनुपर्छ भनेको छ है। उपसर्ग निर्मित हो कि प्रत्यय निर्मित हो तपाईँले स्पष्ट लेखेकै हुनुपर्छ यसरी नै। अनि उपसर्ग निर्मित शब्द भने जस्तै त्यहाँ पर्यटन, अवलोकन, स्वागत भन्ने शब्दहरू छन्। त्यही शब्दलाई मिल्ने पर्यटन शब्दको निर्माण प्रक्रिया अब यता परि प्लस अटन, अनि अवलोकन अव प्लस लोकन, स्वागत सु प्लस आगत, यसरी कुनै 3वटाको भनेको हुन्छ 3वटाको लेख्नु भए पुग्छ। त्यस्तै प्रत्यय निर्मित शब्द भनिएको छ हैन। प्रत्यय निर्मित शब्द भनिएकोमा अब जस्तै प्रत्यय लागेका शब्दहरू चाहिँ 3वटा शब्दहरू मैले यहाँ टिप्पणी गरेँ। जस्तै प्राकृतिक, प्रकृति प्लस इक, विदेशी, विदेश प्लस इ, सांस्कृतिक, संस्कृति प्लस इक गरेर यसरी तपाईँले उत्तर तयार गर्नुपर्ने हुन्छ। अब यदि तपाईँले प्रश्न नम्बर 6 को क गर्नु भएन, ख गर्छु भन्नुभयो भने फेरि प्रश्न नम्बर 6 ख भनेर यसरी स्पष्ट यसको नम्बर उल्लेख गर्नुहोस्। समस्त शब्दको विग्रह, किनभने समास शब्द पहिचान गरी विग्रह गर्नुहोस् भनिएको हुन्छ। समस्त 3वटा शब्दहरू यतापट्टि समास शब्द अथवा समस्त शब्द भन्नुहोस्, अनि यतापट्टि विग्रह भन्नुहोस्। जस्तै त्यस अनुच्छेदमा अहिलेको माथिको अनुच्छेदमा यहाँ यो ख को अनुच्छेदमा भएका शब्दहरू मध्ये 3वटा समस्त शब्द मैले टिपेको छु। जुन शब्दहरू देशप्रेम, समाजसेवी र सगरमाथा छन्। देशप्रेमको विग्रह देशको प्रेम, समाजसेवी समाजको सेवा गर्छ जसले, सगरमाथा सगर चुम्ने माछ छ जसको भनिएको छ। अन्य शब्द पनि हुन सक्छन् यसमा। त्यस्तै द्वित्व शब्दको निर्माण प्रक्रिया पनि यसरी नै शीर्षक दिनुहोस् अनि द्वित्व शब्द भन्नुहोस्, निर्माण प्रक्रिया भन्नुहोस्। अनुच्छेदमा भएका 3वटा द्वित्व शब्दहरू टिप्पणी गर्नुहोस् र त्यसको निर्माण प्रक्रिया यसरी जस्तै ठुला ठुला, ठुला प्लस ठुला, साना साना, ससाना, साना प्लस साना, आफ्नै, आफ्नै प्लस आफ्नै अथवा अन्य शब्द पनि हुन सक्छ। अब यसरी नै प्रश्न नम्बर 7 तर्फ जाउँ। प्रश्न नम्बर 7 मा कारक र विभक्तिसँग सम्बन्धित प्रश्न सोध्छ अथवा पद संगतिसँग सोध्छ। यहाँ पनि प्रश्न क र ख गरेर दुईवटा हुन्छन्। दुईटा मध्ये कुनै
प्रश्न क को उत्तर दिँदा क र क को उत्तर दिने हो भने तपाईलाई त्यहाँ छुट्टा छुट्टै कारक प्रयोग भएको कुनै विषयको वर्णन गरिएको बढीमा 4 वाक्यको एउटा अनुच्छेद दिइन्छ र त्यस अनुच्छेदमा भएका 8वटा कारकमा 8वटा शब्दमा कारक शब्दमा रेखाङ्कन गरिएको हुन्छ। ती रेखाङ्कन गरिएका शब्दको नाम लेख्न लगाउने अभ्यास पनि दिन सकिन्छ, प्रश्न पनि दिन सकिन्छ। अथवा त्यो दिएन भने कारक र विभक्तिबाटै सोद्धाखेरि के सोध्न सक्छ भने कुनै 8वटा विभक्ति दिन सक्छ र ती 8वटा विभक्ति प्रयोग गरेर 4वटा वाक्यमा कुनै विषयको वर्णन गर्न लगाउने प्रश्न पनि सोध्न सकिन्छ। यस प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा रेखाङ्कित 8वटा कारकीय शब्दको पहिचान गरी लेखेमा वा दिएका 8वटा विभक्ति चिन्ह प्रयोग गरी निर्देशन अनुसार विषयको विषयमा 4वटा वाक्य लेखेमा 0.5 का दरले 4 अङ्क प्रदान गरिन्छ। अब त्यस्तै होइन तपाईले ख को उत्तर लेख्छु भन्नु भने यहाँ चाहिँ कुनै 4वटा वाक्यको एउटा अनुच्छेद दिएको हुन्छ, त्यसमा पद संगतिसँग सम्बन्धित, पद संगति भने लिङ्ग, वचन, पुरुष र आधारसँग सम्बन्धित कुनै एक व्याकरणिक कोटिको 4वटा वाक्यको अनुच्छेद दिएको हुन्छ। उक्त अनुच्छेदलाई प्रश्नको निर्देशन अनुसार अब के भनेको छ, लिङ्ग परिवर्तन गर्नुहोस्, वचन परिवर्तन गर्नुहोस्, पुरुष परिवर्तन गर्नुहोस्, आधार परिवर्तन गर्नुहोस् अथवा संगति मिलाएर लेख्नुहोस् भनेर चाहिँ यसरी कुनै रूपायन गर्न वा संगति मिलान गर्नका लागि दिइन्छ। दिएको अनुच्छेदमा रहेका वाक्यलाई निर्देशन अनुसार कर्ता र क्रियापद, हेर्नु यहाँ कर्ता र क्रिया भनेको हुन्छ, कर्ता र क्रियापद मिलाएर पुनर्लेखन गरेमा प्रति वाक्य 1 अङ्कको दरले 4 अङ्क प्रदान गरिन्छ। अब यो भयो 7 को ख को कुरा। अब तपाईले यो दुईटा मध्ये कुनै एउटा गर्ने हो। प्रश्न नम्बर 7 मा सोधिने नमुना प्रश्न हेरौँ एकपटक। जस्तै 7 मा कुनै एक प्रश्नको उत्तर दिनुहोस्, यो 4 पूर्णाङ्कको हुन्छ। यहाँ कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेकै हुन्छ, त्यो के हुन्छ तपाईले याद गर्नुहोस्। दुईटै प्रश्नको उत्तर दिनुभयो भने तपाईले नम्बर दुईटैको नम्बर पाउनुहुन्न, एउटाको पाउने हो, अघिल्लोको पाउनुहुन्छ। अनुच्छेदमा रेखाङ्कित शब्दहरूको कारक पहिचान गर्नुहोस् भनेर चाहिँ यहाँ जस्तै भाइलाई, तिमीले भाइलाई त्यहाँ रेखाङ्कन गरेकै हुन्छ, ती रेखाङ्कन गरेका शब्दको कारक मात्रै पहिचान गर्ने हो तपाईले। बस, हरि, विद्यालय, बाटो, गरिब, कलम, कविता यी शब्दहरूमा रेखाङ्कन गरिएको छ, यसको कुन कारकका शब्दहरू हुन् भनेर लेख्ने हो। अथवा यो खालको प्रश्न दिएन तपाईलाई भने यो तलतिरको जस्तो यो हरियो अक्षरमा भए जस्तो प्रश्न पनि सोध्न सक्छ। जस्तै ले, लाई, बाट, लागि, निम्ति, कोमा र देखि विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग गरी 4 वाक्यमा कुनै घटनाको वर्णन गर्नुहोस् भनेर यो खालको प्रश्न पनि सोध्न सक्छ। अब यो दुईटैको तयारी तपाईले गर्नुपर्ने हुन्छ, जुन प्रश्न आउँछ त्यसको उत्तर लेख्नुपर्ने हुन्छ। अब प्रश्न नम्बर 7 मा सोधिने प्रश्न नमुना प्रश्न नै हेर्ने भने खमा चाहिँ कस्तो सोध्छ भन्दाखेरि दिएको अनुच्छेदमा रहेका वाक्यलाई आधार मिलाई पुनर्लेखन गर्नुहोस् भनिएको छ। जस्तै भाइ त हिजै देश जानुभयो, आमा यता एक्लै छिन्द्रे, बुवा पनि बेपत्ता भएको थियो भनेर दाजुले सुनाउँथ्यो, तँ पनि सधैँ दुःख मात्र दिँदैछ। अब यहाँ आधार मिलेको छैन, कर्ता र क्रियाको चाहिँ संगति मिलेको छैन, त्यो अनुसारका संगति मिलाएर उत्तर लेख्नुपर्ने हुन्छ। अब यसको उत्तरको नमुना हेरौँ। प्रश्न नम्बर क र ख मध्ये एउटाको उत्तर दिने हो। कमा चाहिँ अघि माथि रेखाङ्कन गरिएकै शब्दहरू, भाइ क यसरी शब्दहरू यतापट्टि राखिदिनुहोस्, शब्दहरू यो भागमा राखिदिनुहोस्, यतापट्टि कारक पहिचान गर्नुहोस् भनेको छ, कारक यसरी तपाईले राखिदिन सक्नुहुन्छ। यो नमुनालाई ख्याल गर्नुहोस्। अब यस्तै तपाईलाई 7 कै कमा यो खालको प्रश्न पनि सोध्न सक्छ हैन। अब यहाँ हामीले अघि मास्तिर हेरेकै प्रश्नलाई यसरी हेरौँ। यो तलको हरियो अक्षरमा लेखिएको प्रश्न हो। यो प्रश्नको उत्तर लेख्दाखेरि तपाईले यसरी ले, लाई, बाट, लागि, निम्ति, को, मा, देखि विभक्ति प्रयोग गरी तयार पारिएको घटना वर्णन, किनभने घटनाको वर्णन गर्नुहोस् भनिएको छ। त्यही कारणले अब हामीले यहाँ हेर्नुहोस्। अब यहाँ तपाईले यो मास्तिर भएका विभक्तिहरू कहाँ प्रयोग गर्नुभयो त, कुन ठाउँमा प्रयोग गर्नुभयो त 8वटा विभक्तिहरू भन्ने कुरालाई यसरी तपाईले प्रयोग गरेको ठाउँमा रेखाङ्कन पनि गरिदिनुहोस्। यो भयो भने कपी परीक्षकलाई सहज हुन्छ, उहाँले खोजेर हेरिराख्नु पनि पर्दैन। त्यसो हुँदाखेरि तपाईको विभक्ति चिन्हहरू उहाँले छुटाउने सम्भावना पनि हुँदैन, किनभने तपाईले रेखाङ्कन गरिसकेको हुन्छ, उहाँले हेर्दाखेरि त्यो छुट्न पनि सक्छ। त्यही कारणले तपाईले रेखाङ्कन गरिदिनुहोस्, तपाईकै लागि हो यो। अब ख को उत्तर लेख्दाखेरि यसरी लेख्न सक्नुहुन्छ। भाइ त हिजै देश गयो, आमा यता एक्लै हुनुहुन्छ अरे। हेर्नु त अघिको माथि संगति नमिलेका कुरालाई यहाँ अब संगति मिलाएर लेखियो। यसरी कर्ता अनुसार क्रियापद राखियो, कर्ता अनुसारका क्रियापद राखेर यसरी आमा यता एक्लै हुनुहुन्छ अरे, बुवा पनि बेपत्ता हुनुभएको थियो भनेर दाजुले सुनाउनुहुन्थ्यो, तँ पनि सधैँ दुःख मात्र दिँदैछस् भनेर यसरी लेख्न सक्नुहुन्छ। तपाईलाई यो च्यानल कस्तो लागेको छ प्रतिक्रिया दिनुहोस्। उपयोगी लागेमा
लाइक, सब्स्क्राइब, सेयर गर्नुहोस् र यस नजिकमा रहेको बेल आइकन दबाउनुहोस् भन्दै आजको विषयवस्तुलाई यहीँ समापन गर्दछु।